ब्याक टु माई च्यानल। आज धेरै पछि भ्लग बनाउँदैछु है। म चाहिँ चितवन आएको धेरै भयो, एक हप्ता भयो। अनि अब आज चाहिँ शनिबार अनि घुम्न हिँडेको सौरातिर मामा माइजू दिदीहरू सबै भएर। अनि म चाहिँ भ्लगमा देखाउँछु तपाईँहरूलाई कता कता गइयो के गरियो भनेर सबै है। स्टे ट्युन गाइजहरू। माइजू यता हुनुहुन्छ। हेलो माइजू, वेलकम टु सरिनाको भ्लगमा सबैलाई स्वागत छ। म सरिनाको माइजू, जेठी माइजू राधिका गैरे। अनि आज हाम्रो टुर चाहिँ फ्यामिली टुर सौरातिर छ। हामी सौरा जाँदैछौँ। यो सौरा चितवन राष्ट्रिय निकुञ्जको रत्ननगर नगरपालिकाको साइडमा पर्छ। यहाँ धेरै रमाइलो छ, हजुरहरू नि आउनु होला। वेलकम टु चितवन सौरा। अनि अब उता गएको चाहिँ सबै भ्लगहरू म खिच्छु, कता गइयो के गरियो के खाइयो सबै हुन्छ। सबै स्टे ल गाइजहरू। हामी यो कहाँ हो रे माइजू? पारस बस पार्क हो यो। अनि माइजू र म चाहिँ यहाँ अगाडि बसेँ, माइजू यता हुनुहुन्छ, मामा चाहिँ यहाँ गाडी चलाउँदै हुनुहुन्छ। अनि म चाहिँ यहाँ बसेको छ। यी बाहिरको भ्यू पनि राम्रो छ, घाम लागिरहेछ बल्ल। गाइजहरू हामी हिँडेको है। ल यता चाहिँ पछाडि मामाहरू हुनुहुन्छ। नानी हेलो, खै नानी घर जाने अनि लगेर उता सौरातिर जाने। ल हेर्दै गर्ने होला गाइजहरू। हेलो नानी, खै हाई भनेको। उनी चाहिँ एउटा गैरे छन्, अरू सब गौतम खानदान छन्। गाइजहरू सविता दिदी पनि आइसक्नु भयो। यहाँ सानो बाबु पनि छ। बाबु हेलो। अनि अब हामी हिँडेको है सौरातिर। अनि यहाँ चाहिँ यस्तो राम्रो तोरीबारी छ, म ब्याक गरेर देखाउँछु। अनि चाहिँ मामाहरू हुनुहुन्छ अगाडि, हामी पछाडि छौँ। तोरीबारी यता छ, कस्तो टक्क्यो है, कस्तो राम्रो तोरीबारी हेर्नु त, कस्तो राम्रो। अनि मामा भिनाजु उता अगाडि हुनुहुन्छ। अनि यहाँ अर्को मामा हुनुहुन्छ, नानी छिन्, यहाँ माइजू हुनुहुन्छ। अनि यता सविता दिदी हुनुहुन्छ। त्यो छ भ्यू। अनि त्यही हो गाइजहरू। माइजू यता हुनुहुन्छ। गाई भैँसी चर्छ हो यहाँ। गाइजहरू हामीहरू चाहिँ पुल कटेर अब हिँड्दैछौँ। अझै अलिकति हिँडेपछि चाहिँ आइपुग्छ है सौरा। हेलो, हामी चाहिँ यो रमाइलो डाँडामा छौँ। अब भाइ बस्तु चरा गोबर चाहियो भने यता लिन आनी हुने रहेछ। चितवनतिर चाहिँ अलिक सर्टेज छ गोबरको हो र। हामीले बस्तु नपाल्ने भएर होला नि। अनि यहाँ घुम्दैछौँ हामी चाहिँ। अब पुग्दैछौँ। कति टाइम लाग्छ अझै यहाँबाट? लाग्दैन, अब मात्रै हो यो टमाटर। अब चित्रसारी जाने अनि त्यस पछाडि सौरा। सौरा गएर हात्ती हेर्ने। अब त्यही हो। हेर्नुहोस् त्यहाँको, हेर्नुहोस् गोही हेरेर चाहिँ आएको भर्खर है माइजू। भर्खर माइजूले चिया सर्भ गर्दै हुनुहुन्छ है। सबैजना यहाँ बसेर खाने। अब ओ यहाँ चाहिँ बदम छ है। हामी चाहिँ अब हिँडेको है सौरातिर, अझै पुगे छैनौँ। त्यहाँनिर बसेर चिया खाएर अनि हिँडेको। अब हात्ती के केन्द्र अरे? हात्ती प्रजनन केन्द्र। त्यही गएको हो। यहाँ गाइजहरू हामी सौरा आइयो है, आइपुग्यो सौरा। सौराको बिचमा एउटा होटेल रहेछ के, अनि त्यहीँनिर चाहिँ आइपुग्यौँ सबैजना। भिनाजु अगाडि हिँड्नुभयो अनि यहाँ माइजूहरू पछाडि आउँदै हुनुहुन्छ। अब हामी त्यही यही सौरा हामीहरू चाहिँ सौराको अर्को ठाउँमा चाहिँ हिँडेको है। अब अर्को ठाउँ गएर पनि देखाउँछु कस्तो छ के छ। हामी चाहिँ अब फर्केको, सौरा घुमेर पनि सक्यो। अब चाहिँ म घर गएर चाहिँ भ्लग इन्ड गर्छु। त्यहाँ हुनुहुन्छ मामा, त्यहाँ हुनुहुन्छ, उता हजुरआमा हुनुहुन्छ। अनि यताको भ्यू चाहिँ यस्तो छ, तोरीबारी छ। अब
फर्केको सौरा घुमेर सक्यो दिनभरि यता मामाले चाहिँ खाजा खाने बेला भइरहेको छ हाम्रो एकैछिन होल्टेजमा छौँ हामी है अब मौराको यात्रा चाहिँ के भयो सफल भयो ए आजको लागि चाहिँ यति नै अनि भ्लग हेर्दै गर्नु होला गाइजहरू अनि लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला बाई।